एकदम डिप रुटेड देखेको छु यो आफैले इन्टरेक्ट गर्दा पनि कि पढाइमा मात्र फोकस बिहानदेखि त्यो बच्चा 18 घण्टा पढेर चाहिँ आउनुपर्छ इज द्याट वाट वी आर लुकिङ फर टु बी हुन्छ नि ऊ इन्डस्ट्रीमा गएर इन्डस्ट्री रियल लाइफ प्रब्लम सल्भ गर्न सक्नु पर्यो त्यो भनेको उसले चाहिँ कलेजको जाने दिन विदेश गएर चाहिँ हामी गएर भोलिपल्टदेखि रेस्टुरेन्टमा भाँडा माझेर काम गर्छौँ तर त्यो भाँडा माझ्ने कुराले के सिकाइरहेछ त भन्दाखेरि वर्क एथिक्स सफ्ट स्किल्स एक्सपिरियन्स म्यानेजरसँग सिक डे कसरी गर्ने अनि हामीलाई कस्तो भइरहेछ ग्रेजुएट भएर 23 इयर्समा आएपछि हामीले सिकाउनु परिरहेछ इन्डस्ट्रीमा कि कसरी आज सिक डे कल गर्ने मोस्ट अफ द 90% अफ द नेपालीहरूलाई त सिक डे कल गर्न मन लाग्दैन अब विदेशीहरू पागल हुन्छ कि अब एब्सेन्ट भएपछि कुनै फर्म अफ कम्युनिकेसन हुनु पर्यो होइन काम छोड्दाखेरि कुनै फर्म अफ रेजिग्नेसन हुनु पर्यो यस्तो कुराहरू चाहिँ जुन चाहिँ हाम्रो एउटा सोसाइटीको कल्चर र नर्मले चाहिँ ढिलो इन्डस्ट्रीमा छिराएपछि चाहिँ यो चाहिँ हामीले चाहिँ डिप रुटेड देखिरहेछौँ जुन चाहिँ विदेश गएर दे विल कम ब्याक नेपालमा चाहिँ दे डोन्ट ह्याभ द माइन्ड सेट टु गो वर्क द इगोको पनि कुरा आउँछ जुन पाए त्यो काम पनि गर्नु भएन म कम्प्युटर ग्रेजुएट 15-20 लाखको डिग्री पढ्ने मान्छेले गएर बेसिक किन काम गरौँ